ल विद्यार्थी भाइ बहिनीहरू एउटा यो चक्रीय ब्याजसँग सम्बन्धित प्रश्न छ है। गीताले एउटा बैङ्कमा तिमीहरू हेर्न सक्छौ, गीताले एउटा बैङ्कमा 75,000 वार्षिक 8% ब्याज दरमा र रिताले सोही ब्याङ्कमा समान रकम वार्षिक 10% ब्याज दरमा जम्मा गरेछन् होइन। गीताले अर्धवार्षिक चक्री ब्याज, यो कुरा ख्याल गर्नु है। गीताले अर्धवार्षिक चक्री ब्याज र रिताले चाहिँ वार्षिक चक्री ब्याजमा जम्मा गर्छन्, चक्री ब्याज प्राप्त गर्छन् भने होइन। अर्धवार्षिक चक्री ब्याज निकाल्ने सूत्र लेख्नुहोस् भन्यो। 2 वर्षमा गीताले कति ब्याज प्राप्त गर्छिन् भन्यो। अब गीताले कसरी पाउँछिन् त? अर्धवार्षिक रूपमा पाउँछिन् भनेको छ होइन। यो कुरा ख्याल गर्नु है। रिताले चाहिँ वार्षिक हो है। अनि 2 वर्षको अवधिमा कुन व्यक्तिले बढी ब्याज पाएछन् कारण सहित रकम गणना गर्नुहोस् भनेको छ है। ल यसलाई हामी सल्भ गर्छौँ है त। अब यहाँ दिएको कुरा के छ त? सोलुसन हियर गिभन। सामा के छ त? सामा छ तिम्रो 75,000 सामा छ है त। अनि 75,000 सामा छ, यति त हो है। अब सबभन्दा पहिला यीमा के सोधेको हेर त? अर्धवार्षिक चक्री ब्याज निकाल्ने सूत्र लेख्नु भनेको छ। ल अर्धवार्षिक चक्रीय ब्याज, अर्धवार्षिक चक्री ब्याज सूत्र के हुन्छ भन त? अर्धवार्षिक चक्री ब्याज सूत्र P1 + R/200 को पावर कति 2t - 1 होइन त। ल यति लेख्यो भने 1 नम्बर पायो है। यो 1 नम्बरको हो। त्यस्तै गरेर बीमा गीताले कति ब्याज पाउँछिन् भन्यो होइन। अब गीताको लागि के छ? टाइम त यहाँ 2 वर्ष छ नि त है। सामा कति छ भन त? रु 75,000 छ है। अनि गीताको लागि रेट कति हो त? 8% हो है। गीताको लागि रेट कति पर्सेन्ट हो त? 8% हो होइन त। अब गीताले अर्धवार्षिक चक्री ब्याज पाउँछन् है त। अर्धवार्षिक CI बराबर वाट। ल सूत्र लेख्ने अब। वी नो द्याट अर्धवार्षिक CI सूत्र मानव राख्ने ल क्यालकुलेट गर। यो 8 लाई 2 सयले भाग गरिहाल है, सजिलो हुन्छ। 0.04 आउँछ, 2 दूना 4 हुन्छ होइन। ल 75,000 1 मा 0.04 जोड्दा 1.04 को पावर 4 छ है। ल अब 1.04 को पावर 4 भने क्यालकुलेटर हाल्दा कति हुन्छ? 1.1698 हुन्छ होला है। तिमीले क्यालकुलेटर हान्नु है। 75,000 ल घटाइदियो, घटाउँदाखेरि के थियो त? 0.1698 हुन्छ। मल्टिप्लाई गरिदियो त कति हुन्छ? अब मल्टिप्लाई गर्दा कति हुन्छ ल भन त? 12,739 रुपियाँ 39 पैसा हुन्छ। यति भयो है। देयरफोर गीताले प्राप्त गर्ने ब्याज कति भयो त? रु 12,739 रुपियाँ 39 पैसा भयो। ल अब तिम्रो जाऊ सीमा। अब सीमा तिम्रो चाहिँ रिताले निकाल्नु पर्यो नि। रिताको सामा त त्यही हो 75,000 नै हो नि त सामा त होइन त। अनि ब्याज दर चाहिँ कति छ नि फेरि 10% छ। यो कुरा ख्याल गर्नु है। समय 2 वर्ष नै हो, तर चाहिँ के हो त? रिताको वार्षिक हो कि अर्धवार्षिक हो? वार्षिक हो है। वार्षिक CI बराबर वाट। अगेन वी नो द्याट। अब यसको सूत्र के हुन्छ ल भन त मलाई? सूत्र के हुन्छ? ल यसको सूत्र के हुन्छ भन? सूत्र वार्षिक के हुन्छ?
वार्षिक CI को सूत्र हुन्छ P 1 + R/100 को पावर T - 1 होइन। ल भेल्यु राख्ने 75,000 P को भेल्यु हो। 1 + R को भेल्यु 10 राख। T2 छ होइन 75,000। अब यसमा चाहिँ 10 लाई 100 ले भाग गरिदिने है 0.1 हुन्छ। ल 75,000 यो भनेको 1.1 को स्क्वायर भयो। 75,000 1.1 को स्क्वायर भनेको 1.2n1 भयो। 75,000 1.21 मा 1 घटाउँदा कति हुन्छ 0.21 भयो। ल मल्टिप्लाई गरेर कति हुन्छ मल्टिप्लाई गर्दा तिम्रो कति हुन्छ ल भन त 15,750 हुन्छ है। अब कसले बढी ब्याज प्राप्त गर्दो रहेछ त रिताले बढी ब्याज प्राप्त गर्दिरहेछन् हैन। कति बढी प्राप्त गर्दैछन् त बढी ब्याज निकाल नि त ल। अब बढी ब्याज कति हुन्छ भन त ल 15,750 बाट 12,739 12,739.39 ल यो घटाइदियो बढी ब्याज आइहाल्छ 3,010 रुपैयाँ 61 पैसा। यति रुपैयाँ चाहिँ यिनले बढी ब्याज प्राप्त गर्दैछन्। ल थ्याङ्क यू भेरी मच है।